हेलो गाइज, वेलकम छ 51X ब्लगमा। आज म धरानमा रहेको एसडिएस रक गार्डनको भिडियो बनाएको छु। यो भिडियो पुरा हेर्नुहोला, साथै साथ सपोर्ट गर्नुहोला। धन्यवाद। यो हो मेन गेट। यहाँनिर टिकट काउन्टर छ। तपाईहरु यहाँ टिकट काटेर भित्र पस्न सक्नुहुनेछ। भित्रको दृश्य यस्तो छ, एकदमै रमाइलो दृश्य चारैतिर देख्न सक्नुहुनेछ। यहाँनिर एउटा बोर्ड टाँगिएको देख्न सक्नुहुनेछ। यो बोर्डमा लेखिएको छ एसडिएस रक गार्डन सचेत धराने समूह भनेर। लगाइज हेर्नुहोस्, यसरी लेखिएको छ। अहिलेको अवस्थामा यो गार्डन एकदमै हराभराले भरिएको छ। यहाँनिर एकदमै सुन्दर वातावरण। तपाईहरु पनि घुम्न आउन सक्नुहुनेछ। माथि माथि पहाड देख्न सक्नुहुनेछ अनि जंगलको हराभरा देख्न सक्नुहुनेछ। यो गार्डन दुई हिस्सामा बनाइएको छ। बीचमा सर्रु खोला बगिराखेको छ, वारिपारी भने रक गार्डन रहेको छ। यो रक गार्डन धरानका मेयर हर्कराज साम्पाङ राईको गुरु योजनामा धरानी सचेत समूहद्वारा निर्माण गरिएको हो। एकदमै राम्रो छ पार्क। यहाँनिर चाहिँ उकालो जाने सिँढी बनाइएको रहेछ। यो उकालो सिँढी चढेर चाहिँ यो पुलतिर जाने बाटो बनाइएको रहेछ। यता भने यो टाली बिछाएर बस्ने ठाउँहरू बनाइएको छ। फुलहरू पुरा रोपिएको छ। यहाँनिर हिँड्ने बाटोमा टालीहरू बिछाइएको रहेछ। यता भने गौतम बुद्धको मूर्ति बनाइएको रहेछ। गौतम बुद्ध वरिपरि चाहिँ यसरी बस्ने ठाउँहरू बनाइएको छ। यहाँ हिँड्ने बाटो, यहाँनिर चाहिँ उकालो अलिकति छ अनि ओह्रालो छ। यसमा चाहिँ लड्छ कि भन्ने हिसाबले चाहिँ यो साइडमा रेलिङ बनाएको रहेछ। यहाँ पनि बस्ने ठाउँहरू बनाइएको रहेछ। धुपीहरू देख्न सक्नुहुनेछ। यहाँ चाहिँ हिँड्ने बाटो बनाएको रहेछ। बस्ने ठाउँहरू जतासुकै बनाएको रहेछ। एकदमै राम्रो। म बिस्तारै मास्तिर जानेछु। यहाँनिर यस्तो छ, एकदमै राम्रो छ। आउनुहोस् तपाईहरु, फ्यामिली आउनुहोस् घुम्नको लागि यो रक गार्डन। म पनि फर्स्ट चोटि आएको छु यहाँनिर। मेरो पनि पहिलो भिजिट हो रक गार्डनको, तर एकदमै राम्रो लागिराखेको छ मलाई। ल गाइज, यस्तो छ। माथि चाहिँ डस्टबिन देखिराख्नु भएको छ। त्यहाँ चाहिँ फोहोर मैला फ्याँक्ने डस्टबिन बनाएको रहेछ, राखेको रहेछ। यहाँनिर बीचबीचमा चाहिँ यो उकालो ओह्रालोमा लडिन्छ भनेर चाहिँ यसरी रेलिङ साइडमा लगाएको रहेछ। एकदमै राम्रो गार्डन बनाएको रहेछ। आउनुहोस् गाइस घुम्नको लागि। यहाँनिर चाहिँ आमाले बच्चा काख च्यापेर चाहिँ पछाडि थुन्चेमा भारी बोकिराखेको मूर्ति बनाइएको रहेछ। आमाहरूप्रति मेरो सम्मानका साथ सलाम भन्न चाहे। यहाँ ओह्रालो लाग्ने बाटो यस्तो छ। यो चाहिँ ढुङ्गा रहेछ, ठुलो ढुङ्गा रहेछ। यहाँनिर यो अलिक पर्तिर देख्नु सक्नुहुनेछ। यो चाहिँ सर्रु खोला हो, पानी छङछङ बगिराखेको छ यतिखेर। यहाँ बस्ने ठाउँहरू बनाइएको छ। धुपीहरू जतासुकै बस्ने ठाउँहरू एकदमै राम्रो बनाइएको रहेछ। लगाइज हेर्नुहोस्, यहाँ ओह्रालो जाने बाटो। म ओह्रालै जाँदैछु। लगाइज यहाँनिर बस्ने ठाउँहरू प्रशस्त। यहाँ केराको बोट पनि देख्न सक्नुहुनेछ। पारी पुल, सर्रु खोलाको पुल देखिराख्नु भएको छ। यो चाहिँ सर्रु खोला हो। यहाँनिर पानी एकदमै प्रशस्त बगिराखेको छ। यो पानी नै धराने जनताहरूले अहिले सदुपयोग या उपभोग गरिराखेको छ। पारी पनि रक गार्डन नै हो। वारिपारी दुईपट्टि नै यो रक गार्डन बनाएको रहेछ। अब भने उकालो लाग्दैछु। यहाँनिर उकालो यस्तो छ, सानो सानो। यो यहाँनिर रुख बिरुवाहरू पनि रोपिएको रहेछ। ल यहाँ चाहिँ यो ब्रिज, सानो ब्रिज। यहाँ गेट बनाएको रहेछ। यहाँ भित्र चाहिँ बालबच्चा खेल्ने ठाउँ बनाइएको रहेछ। चिल्ड्रेन पार्क यस्तो छ। माथि खेलिराखेको छ बच्चाहरू, पिङ खेलिराखेको छ, झुलिराखेको छ झुलामा। बच्चाहरूको लागि पनि एकदमै राम्रो ठाउँ। यहाँनिर बच्चा खेल्ने ठाउँ, घुम्ने रहेछ यहाँ बसेर बच्चाहरू।
बच्चाहरू पिङ खेलिराखेको छ यहाँनिर। एकदमै राम्रो छ, केटाकेटीको लागि पनि राम्रो बनाइएको रहेछ। उकालो चढ्दैछु, यता पनि केटाकेटी खेल्ने ठाउँ। यहाँ चिप्लिन्ने होला सानो सानो बच्चाहरू। म उकालो लाग्दैछु, यहाँ ढुङ्गाहरू देखिरहेको छ। यहाँनिर पाइप, यहाँ पाइपमा चाहिँ पानी आइराखेको छ। उकालो जाने सिँढी, माथिसम्म सिँढी बनाएको रहेछ। ओहो, धेरै माथिसम्म रहेछ। यहाँनिर चाहिँ रुख बिरुवाहरू रोपिएको रहेछ, आँपको रुखहरू देखिराखेको छ। यहाँनिर भने बस्ने ठाउँहरू रहेछ। यहाँनिर नानीहरू टिकटक बनाइराखेको छ। म चाहिँ अब अलिक माथि पुगेको छु। यहाँदेखि रक गार्डनको सम्पूर्ण दृश्य देखाउँदैछु। यहाँदेखि चाहिँ यस्तो देखिँदैछ गाइस, ल हेर्नुहोस्। यहाँनिर चिल्ड्रेन पार्क, बच्चाहरू खेलिराखेको यहाँदेखि यसरी देखिँदैछ। पुरा दृश्य यहाँदेखि देखाइराखेको छु। तल देख्न सक्नुहुनेछ सरु खोलाको पुल, अनि त्यहाँदेखि म उकालो आएको थिएँ। एकदमै राम्रो देखिराखेको छ यहाँदेखि। यहाँनिर नानीहरू नाचिराखेको छ, टिकटक बनाइराखेको छ। यहाँ लेखिएको छ धरान भनेर। यो क्षेत्र, यो रक गार्डनको आसपासको क्षेत्र हो। यो सबै देखिने पहाडहरू पनि धरानमै पर्छ। आज पानी पर्ने निकै सम्भावना देखिराखेको छ। माथि डाँडाकाँडातिर पुरा कुहिरो बसिसकेको छ। यस्तो छ, धेरै क्षेत्रफलमा बनाइएको छ यो रक गार्डन। पारी डाँडाहरू देख्न सक्नुहुनेछ, एकदमै रमाइलो दृश्य। यो सबै देखियो पहाडहरू धरानमै पर्छ। अब भने म ओह्रालो लाग्दैछु। ओह्रालो चाहिँ यो सिँढी बनाएको रहेछ, चिप्लेर लड्छ कि भनेर साइडमा रेलिङ पनि बनाइएको रहेछ। पानी पर्दाखेरि चाहिँ यो चिप्लिने सम्भावना भएको हुनाले साइडमा पक्रिनुको लागि रेलिङ बनाएको छ। फुलहरू साइडमा रोपिएको रहेछ, जतासुकै देखिँदैछ फुलहरू फुलिराखेको छ। ल गाइस, यो रक गार्डन एकदमै राम्रो बनाएको रहेछ। तपाईहरु पनि आउनुहोला घुम्नलाई। धरान आउनुभएको बेला यो नछुटाउनुहोला। रक गार्डन, माथि श्रम सांस्कृतिक पार्क, अनि चिन्डो डाँडा, गोर्खा पार्क, बुढा सुब्बा, अनि माथि भेडेटर घुम्न नछुटाउनुहोला भन्दै बाँकी रक गार्डनको भिडियो म्युजिकमा छोड्दै म बिदा हुन चाहे। धन्यवाद।